सम्पूर्ण मानव जातिको एउटै साझा यात्रा जीवन। आज हामी मानव जीवनको भावनात्मक गहिराई र आत्मज्ञानको खोजीमा एक अविस्मरणीय यात्रा सुरु गर्दैछौँ। अस्तित्वको यो विशाल सागरमा हामी को हौं? हाम्रो जीवनको वास्तविक अर्थ के हो? यी प्रश्नहरू हरेक मनमा गहिरो रूपमा गुन्जिन्छन्। पहाडमा उदाउँदो सूर्यको शान्त किरणसँगै एक एक्लो यात्री जीवनको गहिरा विचारहरूमा हराउँदै आफ्नो यात्रामा अघि बढ्दैछ। जन्मको पहिलो श्वासदेखि मृत्युको अन्तिम क्षणसम्म मानव जीवन खुशी, पीडा, सङ्घर्ष र प्रेमको एक विशाल भावनात्मक यात्रा हो। तर आजको संसारमा हामी किन यो दौडमा छौं? आधुनिकताको चमक र गतिमा हामीले के गुमाइरहेका छौं? शहरहरूको भिडमा मानिसहरू तनाव, दबाव र समयको कमीमा फँसेका छन्। शान्ति र खुशी कतै हराएको जस्तो लाग्छ। पैसा, प्रविधि र भौतिक इच्छाहरूको पछि लाग्दा हामी आफैलाई बिर्सँदै गएका छौं। यी इच्छाहरूले हाम्रो खुशी र मनको शान्ति खोज्दैछन्। अन्त्यहीन प्रतिस्पर्धाको दौडमा सफलताको चाहना अक्सर लालचमा परिणत हुन्छ, जसले हामीलाई भित्रैदेखि खोक्रो बनाउँदै लैजान्छ। तर जीवन एक रङ्गीन चित्र हो जहाँ खुशी र पीडा दुवै आवश्यक छन्। यी भावनाहरूले नै हामीलाई मानव बनाउँछन्। परिवारको न्यानो माया, निस्वार्थ स्नेह र हाँसोका पलहरू, जीवनका यी क्षणहरू साँच्चै अमूल्य छन्। यही छ शुद्ध खुशीको पहिलो रूप। तर सङ्घर्ष र कडा परिश्रम बिना कुनै सफलता हुँदैन, र कहिलेकाहीँ धोका र हृदय विदारक पीडाले हामीलाई गहिरो घाउ दिन्छ। जब निराशाले घेर्छ, तब हामी आफैसँग प्रश्न गर्छौँ, यो सबैको अर्थ के हो? के यो पीडा सधैँ रहिरहन्छ? यही अन्धकारबाटै भित्रको एउटा आवाजले हामीलाई बाहिर निस्कने बाटो देखाउँछ, आत्मज्ञानको बाटो। सहरको कोलाहलबाट टाढा शान्त जङ्गल, बहने नदी र प्रकृतिको मौनतामा मनले फेरि शान्ति पाउन थाल्छ। ध्यान आफ्नो भित्री संसारसँग जोडिने सेतु। मठ मन्दिरहरू र पुराना ज्ञानहरूले सही मार्ग देखाउँछन्। जसरी बादल फाटेपछि सूर्यको किरण आउँछ, त्यसरी नै आत्मखोजबाट भित्री ज्ञानको प्रकाश चम्किन्छ। यस बिन्दुमा आएर हामी केवल शरीर होइनौँ, हामी चेतना हौँ। आत्मज्ञानले जीवनको वास्तविक स्वरूप प्रकट गर्दछ। हाम्रो आत्मा ब्रह्माण्डको अंश हो। ताराहरू, आकाशगङ्गाहरू र यो सारा सृष्टि सबै एउटै चेतनाबाट जोडिएका छन्। हाम्रो वास्तविक उद्देश्य खुशीको खोजी होइन, बरु शान्ति, करुणा र प्रेम फैलाउनु हो। हामी यहाँ यो अनुभव गर्न आएका हौँ। संसारको कुनै पनि दौडमा होइन, वास्तविक र स्थायी शान्ति हामी भित्रै लुकेको छ। जीवनको यात्रामा बाहिरी सफलता क्षणिक हुन्छ, तर जब तपाईँ आफैभित्र शान्ति पाउनुहुन्छ, तब मात्र तपाईँले जीवनको वास्तविक उद्देश्य बुझ्नुहुन्छ। त्यसैले दौड बन्द गर्नुहोस्, एकछिन रोकिनुहोस्, भित्र हेर्नुहोस्। तपाईको जीवनको वास्तविक सौन्दर्य र आत्मज्ञानको शक्ति तपाईकै साथमा छ।